देश रुँदै गरेका बेला जेन्जी अभियन्ताहरूको गतिविधि हेर्दा लाग्छ अब यिनीहरूलाई नौ डाँडा कटाउनुपर्छ, होइन भने देश झनै सङ्कटतर्फ धकेलिनेछ। सम्भवतः देशप्रेमीहरूको मनमा यस्तै सवाल खेलिरहेको हुन सक्छ। गत भदौ 23 र 24 गते जेन्जीहरू शहीद भए। जेन्जीको बलिदानीबाट सत्ता फेरियो, अन्तरिम सरकार बन्यो। जनताले अब देशको मुहार फेरिने आश गरे, तर त्यो आशा निराशामा बदलियो। आशालाई निराशामा बदल्ने काम आफूलाई जेन्जी अभियन्ता बनाउनेहरूले गरिरहेको देखिन्छ। थरीथरीका जेन्जी अभियन्ताहरू छन्। यिनीहरूका माग पनि व्यक्ति पछि फरक छन्। जेन्जी अभियन्ताहरूले अन्तरिम सरकार र जनतालाई नै वाक्क दिक्क पारेका छन्। मिराज ढुङ्गाना समूह भन्छ यो सरकार ढाल्छौँ, सर्वपक्षीय सरकार गठन गर्छौँ। सुदन गुरुङ समूह भन्छ चुनाव हुन दिँदैनौँ, आवश्यक परे संविधान नै फाल्छौँ। अनि रक्षा बम समूह भन्छ चुरा लगाएका हातलाई कमजोर नठाने हुन्छ। अब कसको कुरा सुन्ने, कसको माग सम्बोधन गर्ने? बालुवाटारमा बिहानदेखि रातिसम्म जेन्जी अभियन्ताहरूको घुइँचो लागेको हुन्छ। आफू समक्ष अनेकौं माग राखेपछि प्रधानमन्त्री सुशीला कार्की हैरान भएकी छन्। पछिल्लो समय सुदन र मिराज समूह सरकारको विपक्षमा उभिँदै सर्वपक्षीय सरकार हुनुपर्ने माग गरिरहेका छन्। यता रक्षा बमले भने नारीहरू पनि निकै शक्तिशाली भएकाले चुरा लगाएका हातलाई कमजोर नठान्न चेतावनी दिएकी छन्। त्यस्तै रक्षाले मिराजबारे दिएको अभिव्यक्तिप्रति अर्की जेन्जी अभियन्ता भावना राउतले आपत्ति जनाएकी छन्। मिराजले उठाएका मुद्दा जायज भएको बताउँदै भावनाले रक्षालाई अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएकी छन्। देश रुँदै गरेका बेलामा एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जेन्जी अभियन्ताहरू नै एक आपसमा भिड्न थालेका छन्। जेन्जी अभियन्ताहरूको गतिविधिले देश र जनताले भारी मूल्य चुकाउनु पर्ने अवस्था नआउला भन्न सकिँदैन। जेन्जी अभियन्ताहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।